हेलो एभ्रिवान, आजको हाम्रो डेस्टिनेसन रहेको छ बुटोलसम्मको र अरू भिडियो चाहिँ रमाइलोसँग हेर्नु होला। ल बाई। ल ल है ल हामी हिँड्यौँ। अर्जुनालाई गाडी लगाइसक्यो। यात्रा टनकपुर महेन्द्रनगर। ल क्या हो ये सीधा चौकी पुरै भाइ हिँडेकै छैन। ल मम्मी निस्किनु भइसकेको छ बाहिर। अहिले भर्खर हो एनएमई ब्याङ्क छ त्यहाँ ब्याङ्कमा। ल हामी तेल हाल्दै गर्छौँ। ल हामी यहाँ तेल हालिसकेका छौँ पेट्रोल पम्पमा। ल हाम्रो यम दाई यतै आउँछु भनेर बस्नुभएको थियो, ऊ आएर बस्नु रहेछ। ल आउनु भयो, आउनुभयो। ल हाम्रो यात्रा फेरि सुरु भइसकेको छ बिरौटाबाट। फेरि बिरौटा होइन, फेरिपाटनबाट। यम दाई नि आइसक्नु भयो। ल एकछिन चाहिँ हामी यहाँ पिङ खेलेर अब फेरि हाम्रो यात्रा फेरि सुरु भएको छ। सुरु त होइन, कन्टिन्यू खोलेको छ त्यो। ल ल यो त मेरो जुठो। याम दाई चाहिँ हाम्रो उस उखुको जुस लिन जानु लाउनु भएको छ। ल होइन किन हो आएर हेर्नुमा आएर आधी घन्टा बसेको अरे। किन हो त्यस्तो? सामान थियो यहाँ पुऱ्याइदिएको घर पनि के अरे त्यो घर तल रास्ता हिँडेर आउनुपर्छ। फेरि घरको चाहिँ काँदै गाडीमा ल्याइदिन हिलमा आएर आधी घन्टा बसेर अनि आयो। यतै पोखरा बस्नुहुन्छ नेक्स्ट साइडमा होटेल छ ससुराली। कति मालेको बस्दिरहेको ससुराली चाहिँ यहीँ हुँदै गाउँ हुन्छ मलाई थाहा भएन। त्यसो उस बाजा बजाएर कसरी लिएर आउनुभएको कि आफै ल्याउनु हो। आफैले ल हामी चाहिँ पार्सी घाटी पुगिसकेका छौँ। यही बाटो हो विज्ञानको घर जाने। हेर्नुहोस् अरिना त गाडी लाएको गाडी लाएर ल हामी चाहिँ भालुपाहाड आइपुग्यौँ। यो सबै यस्तो हल्लाउने बाटो रहेछ। अहिले बिवान भयो बिवान खत्तम भयो सिवान बिवान भयो बिवान भयो। यति राम्रो भयो यो। ल हामीले त्यहाँ हो मेन त्यो नेपालको झन्डा देख्नु। त्यहाँ बसेपछि डेन्जरै छ नि बाटो।
अस्ति नि आएको नि त ड्याडी र म कसले जस्तो लाग्छ क्या पहाड त्यस्तो छ देखेन पहाड ल पहाड भालु पहाड होइन यो भालु पहाड है डाँडा आयो दक्षिणमा जाने छुट्टिन बाटो दरौसुलबारी यहाँबाट छुट्टी दिएर म यहाँ छ नि एउटा मूर्ति मूर्ति हेर यहाँबाट तल जान हाम्रो घरबाट मिल्छ ल स्याङ्जा बजारको चाहिँ सुरुवात चाहिँ भएछ यहाँबाट ल प्रगति नगर भयो ल अब मेन स्याङ्जा बजार चाहिँ आइपुग्यो ए सबै ल मेन चोक आइयो है हामी स्याङ्जा बजारको ए अखिलको बाबाको एउटा मौसम थियो भाइ उहाँ छुट्यो मौसम थियो आमा बाले 4वटा मौसम ल्याउनु भएको थियो तेरो दिमागमा चाहिँ के भइदिएपछि मैले अघि ल फ्रिजबाट झिकेर राखेको थिएँ हाल्न भुलेछु उही मैलाई छ मैले सुन्दाले हाल्छु भने अमिता भनेर हालिदिएको छ के हो यहाँ सुन्तला नि रहेछ तिमी जुम्ल्या हो र भन्छ नि फेरि ल जुस खाएर नि हामी फेरि नि हेरिन्छ क्या जुस यहाँ बोतलमा हाय 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 वालिङको पुल यहाँ मौसम लाग्दैछ वालिङ बजार गल्याङ बजार हिँड्दाखेरि त नुनिले ठिक हुन्छ कि चलाइदेऊ भन्छ मलाई नि
अमुकले भने ल खाजा खाएर फेरि हाम्रो यात्रा जारी। त्यो डाटा अफ गरी थिइनँ मैले। डाटा अफ गरे नि फोन गर्दा त पैसा लाग्दैन नि अब। लाग्दैन। बर्तुन आइपुग्यो। दाजुभाइ जा त्यहाँ पनि छ। यहाँ रोक्नु मिल्छ हजुरलाई? कहिले भेना चाहिँ फेरि आर्मी अनि कहिले भेना चाहिँको नाम नि कहिले दिदीको नाम नि नेपाल आर्मी हुनुहुन्छ? हजुर अलि उता हेर्नु अस्ति जानुभएको छ। यता भने डुम्रेर भन्दा तिनौ नगरपालिकालाई गाउँपालिका तिनौ होला भनेको यही हो। बट्टु कस्तो रहेछ र हो? पानी चिसो रहेछ। ल ल ल खाम त कस्तो रहेछ कस्तो पानी रहेछ। चाहिँ डह्रो रहेछ कि ल अब खारा भन्छौँ हामी। ल हामी चाहिँ सीता बाबा पुग्यौँ। अब यो चाहिँ होइन यो त मेनै होला नि। यहाँ त लाइट हाल्दै रहेछ। लाइटभित्र हालिहाल्छ नि अँधेरो हुन्छ। यतापट्टि छ। नमस्कार गर नानी दुईटा हात। ल भगवान् जय सीता बाबा। यहाँ निस्किन्छ यहाँ हो मेन। मूल मन्दिर ऊ गहन मूर्तिहरि तपोभूमि ऋषि नै हुन् रहेछन् गरी सीता बाबा। सीता बाबा ऋषि यता सुरुङ्ने छ। यो मेन यहाँ हो ऋषि। ल उता ट्याक्क पार श्री सीता बाबा भन्दै ल भगवान् भएको भयो हे जान्छ एक दिन मम्मी। म त चढ्दैन फुलबारी। ल फाइनली फोटो लाग्यो आज। यो गोलपाड होटलको आजको बसाइ हाम्रो यही हुनेछ। यी मूर्ति त रहेछ नि मैले भन्नु थियो नि। अझ अघि हो नि धेरै अघि। होइन यहाँ त होइन। के को मूर्ति रहेछ यहाँ? हजुर पश्चिम जाँदा कहाँ त्यो बस्नुहुन्छ त्यही बाटो हो सर। सिद्ध बाबा पछि त आइहाल्दो रहेछ है फुटन त। यहाँ चाहिँ अजिङ्गर अनि त्यसपछि अनि यहाँ चाहिँ खरायोहरू छन् है। अनि यहाँ चाहिँ मुसा मुसा ओ चिल हो चिल चिल हो चिल। उड्न मन लाग्छ त्यसलाई। काली झ्या रहेछ है। ए बँदेल मरेछ है क्या? ए चिल यहाँ नि रहेछ अर्को। यो त इन्जर्ड भएर ल्याएर। ऊ लियोपार्ड यहाँ उस छ। लियोपार्ड बरु कहाँ छ? ऊ त्यहाँ हेर्नु न चितुवा चितुवा। ए उहाँ ऊ ए चितुवा चितुवा रहेछ है। ल जाम जाम। ए यहाँ नि रहेछ त अर्को चितुवा। चितुवा यहाँ नि रहेछ। पन्जाले त उ गर्छ त चितुवा हेर त नानु
कति यत्रो हुन्छ है कति बलियो हुन्छ यो फुल्छ नि यी जरा त यहाँ रहेछन् पुरै यहाँ बाटैमा नदिएछ नि यो उसहरू मात्रै जाने होला नि खाना दिनेहरू चितुवाहरू यहाँ रहेछ के अरे यहाँ डियर होइन कहाँ छ नि अरू मुसो यिनीहरू स्वानलाई त के छ नि त्यसरी पानी धारा खोलिदिने यिनीहरू उस पौडी खेल्छन् नि त ए त्यही हिलोमै खेल्छन् भन्दो रहेछ हाँस अरे राते राते भन्दो रहेछ ठुलो खाले रहेछ यो ठुलो खाले मिर्गा रहेछ सानो खाले यो त उस हो नि त निलगाई हो कुन यो नीलगाई होइन नि डियर नै हो डियर नै ठुलो खाले दिएर होला नि यो डियर नै हो ठुलो खाले डियर हो नीलगाई नाम दिए होला 220 केजीसम्म हुँदो रहेछ त्यसरी पानी खाँदो रहेछ नि त्यो सानो खाले सानो बच्चा दिएन होला नि ऊ होइन यो यसको जातै छुट्टै हुन्छ यो मिर्गै हो सिङ्गो हो ऊ अस्ट्रिज है अस्ट्रिज अस्ट्रिज हेरमै गाईहरू अस्ट्रिज नै रहेछ मन्दिर जाऊँ न मन्दिर बरु मन्दिर चाहिँ झर्ने बेला जाऊँ अब ल भाइ यो उस पनि भाइ हेर्नु मृग 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 फुलबारी आएन फुल आएको भन्नु फुलबारी ल हेर्नु त होइन यस्तो दुःख मान्छे राम्रो भएपछि फेरि राम्रो